हेलो एन्ड नमस्ते साथीहरू। आज चाहिँ मेरो विकेन्ड छ अनि म चाहिँ आज मेरो घर छेउको भियतनामी स्टोरतिर म जाँदैछु। यहाँनिर चाहिँ हामी नेपालीले खाने खालको खानेकुरा आइटमहरू पनि पाउन सकिन्छ। नेपाली स्टोर जस्तै नै नेपालीले खाने कुराहरू पाइन्छ साथीहरू। मलाई चाहिँ आज विशेष गरी तामा खानु मन लागेको छ, त्यही भएर म चाहिँ तामा ल्याउनुको लागि चाहिँ स्टोरमा जाँदैछु। त्यसपछि यो चाहिँ खै के हो, यो चाहिँ भित्र चाहिँ तरुल जस्तो हुन्छ, काँचै खाने हो। अनि मलाई चाहिँ कोकोनट ओइल पनि चाहिएको थियो, तर मैले यो स्टोरमा चाहिँ भेटिनँ। यो चाहिँ सबै बट्टामा भएको, प्याकेटमा भएको। यो चाहिँ बेम्बो सुट तामा हो साथीहरू। भने चाहिँ यो पहिला नि खाएको, आज चाहिँ अर्कै खालको बट्टा लानलाई म छान्दैछु। यहाँनिर चाहिँ तामा आइटम खालको पाइन्छ। खालको काँचो चाहिँ अहिले पाइँदैन, काँचो बेसारा पनि पाइन्छ। अनि तरुलदेखि लिएर सबै कुरा, त्यो नेपालीले एउटा फुल तरुल भन्छ, त्यो पनि बेच्दो रहेछ। खै के को लागि त्यो चाहिँ थाहा भएन। मैले चाहिँ यो चुज गरेँ। यो हल्का अमिलो हुन्छ, भुटेर खानु चट्ट पारेर पिरो मिठो हुन्छ साथीहरू। अचारहरू चाहिँ सबै अचारहरू, ससेसहरू, चाउचाउहरू हामी नेपालीले खाने पनि पाउँछ, तर उनीहरूले खाने नै धेरै हुन्छ हामीले खाने भन्दा पनि। यहाँ चाहिँ रेडी टु फुडहरू पाइन्छ। यो चाहिँ ससेसहरू हो, नानीहरूले खान्छ ससेसहरू। यो चाहिँ चाउमिन बनाउँदाखेरि चाहिँ हुन्छ ससेसहरू, आइटमको खालको पाउँछ। अनि हाम्रो नेपाली स्टोरमा कहिलेकाहीँ सामान सकेको खण्डमा यहाँ आएर लानु हामीलाई सजिलो हुन्छ। चाहिँ थालबटुका प्लेटहरूको स्थान रहेछ यता चाहिँ। यहाँ चाहिँ खालको सबै भाँडाकुँडा नि पाइन्छ। यो चाहिँ झिँगे माछादेखि लिएर तित्री सबै कुरा पाइन्छ है साथीहरू बट्टामा। यो चाहिँ अमिलो पारेको सिन्की, हामीले नेपालीले सिन्की बनाए जस्तै यो पनि एउटा त्यस्तै उनीहरूको सागको सिन्की हो। खानपान चाहिँ यस्तै छ है साथीहरू। ताजा चाहिँ अब अस्ति जति समरमा खाइयो, अब चाहिँ यस्तै हुन्छ। अनि प्रत्येक विकेन्डको थर्सडेमा चाहिँ न्यू भेजिटेरियन सागहरू, आलु सागहरू पाइन्छ। यो चाहिँ ल्वाङ रहेछ, नेपाली स्टोरमा पनि पाइन्छ, यहाँ पनि पाउँदो रहेछ, थाहा थिएन मलाई चाहिँ। काँचो केरा, पाकेको केरा सबै पाउँछ। यो चाहिँ हलिबेत हो, मलाई खान मन लागेको थियो तर काँचो मात्रै थियो। यो चाहिँ मेवा, पाके आँप। हामी चाहिँ बाहिर निक्लिसक्यौँ सपिङ गरेर। हामी चाहिँ बुढाबुढी चाहिँ हामी सपिङ गर्नु घर नजिकैको स्टोरतिर लाग्यौँ भने नानीहरू चाहिँ आज फोर्टी बसतिर सपिङ गर्नु गइसकेको छ। 2-3जना ठुलो छोरोले सानो नानीहरूलाई लगेको छ। अनि यो चाहिँ जनरल स्मिथफिल्ड मासु कम्पनी हो साथीहरू। पहिला म पनि यसमै काम गर्थेँ, अहिले चाहिँ छोडिसकेँ। हामी यो मासु कम्पनीको छेउमा भएको स्टोरमा गएको थियौँ। अब चाहिँ हामी फर्केको अलिकति उतापट्टि डाउनटाउनमा जाने काम थियो मेरो हस्बेन्डको। अनि त्यसपछि हामी उतातिर लाग्दैछौँ। हिउँ परेको परेछ साथीहरू।
बाहिर यो चाहिँ मासु कम्पनीको गाडी हो। सेकेन्ड टाइम भयो चाहिँ स्कुल बस होइन, यो चाहिँ सार्वजनिक मान्छे हिँड्ने बस हो। हामी जो पनि हिँड्दाखेरि हुन्छ यो बसमा। गाडीहरू आइरहेको छ। यो पनि मासु कम्पनीकै, मासुको बोक्ने कम्पनीकै ठुलो गाडी हो। के बोकेको छ यसले? मासु कम्पनीकै गाडी हो। यो चाहिँ फल्स पार्कको छेउ आइपुगिसक्यौँ हामी। फल्स पार्क चाहिँ अहिले अब न्यु इयर पनि लाग्यो अनि पुरै झिलिमिली बनाइसकेको छ। आज चाहिँ हामी बुढाबुढी डाउनटाउनतिर लाग्यौँ। अनि मेरो महाशयज्यूको चाहिँ खै के इम्पोर्टेन्ट कुरा किन्नु छ अरे भन्नुहुन्थ्यो। म त गाडीमै बस्छु, तपाईँ चाहिँ गएर ल्याउनु भनेर म चाहिँ आउँदैछु। अनि यता चाहिँ अपार्टमेन्ट हो साथीहरू। यो चाहिँ न्यू अपार्टमेन्ट हो। यहीँनेरि यो अपार्टमेन्टहरू हो। म चाहिँ गाडीभित्रदेखि चाहिँ भिडियो गर्दै हिँडेको। यो धेरै भएको छैन यो बनेको। यो अपार्टमेन्टहरू हामीले देख्दै बनेर पनि यत्रो भइसक्यो, यस्तो भइसक्यो। यहीँ पनि खाने बस्ने ठाउँहरू छ। अब यहाँको मान्छेहरू चाहिँ रेडी टु खान्छ, किनेर खान्छ धेरै जस्तो। हामी जस्तो पकाएर खाँदैन। अनि त्यहाँनिर खाने ठाउँहरू पनि छ। होटेल रेस्टुरेन्ट जस्तो पनि त्यही छ साथीहरू। हामीलाई त्यस्तो मन पर्दैन। हामी चाहिँ आफै पकाएर खाने गर्छौँ। हामी घर पनि आइपुग्यौँ साथीहरू। अनि सपिङ गरेको सामानहरू लिएर गइसक्नुभयो। म चाहिँ पछि जाँदैछु। बाटो यस्तो छ, चिप्लिनु पनि सकिन्छ। बिस्तारै हिँडेर जाँदैछु म चाहिँ, चिप्लो छ। त्यसपछि मेरो नानीहरू चाहिँ हामी आएको 2 घन्टा पछाडि मात्रै आइपुग्यो 41बाट। मेरो छोरीले ज्याकेट किनेको अरे साथीहरू। हेर्नुहोस्, $80 लाएर ज्याकेट किनेको अरे। हिमाल चढ्दाखेरि लाउने खालको छ। जोख्ने भने पनि झन्नै आधा केजी 1 पाउ नै छ जस्तो छ। त्यस्तो गरम छ। अब नानीहरू त हामीले ल्याइदिएकोले नहुने रे, आफै किन्नुपर्ने छानेर। यो चाहिँ छोरोले जुत्ता लिएको छ। जुत्ता चाहिँ राम्रो लाग्यो, हल्काबाट छ। मेरो नानीको खेलाउने। अनि मेरो छोरीले यहाँ के किनेको छ अरे। यसको साथीले गिफ्ट क्लिप पनि किनेको अरे। के किनेको छ अरे यहाँनिर देखाउँदैछ। मेरो साथीले दिने भनेर। उसको साथीले नस्ति एउटा त्यस्तै क्लिप दिएको थियो र लिएर आएको थियो ठुलो। मेरो ठुलो छोरा हो, कान्छा छोरा हो, अघि छोरी। ठुलो छोराको चाहिँ आजभोलि 3-4 दिन छुट्टी छ। यो ब्ल्याक फ्राइडेमा, त्यही भएर घर आएको छ। मेरो छोरी, जेठा छोरा, छोरी अनि कान्छो छोरो हो। हामी जम्मा 5 जना फ्यामिली हो। सँगै हुनु कहिले आँटेन। कोही कता, कोही पूर्व, कोही पश्चिम। एकै साथ हुनु, भिडियोमा आउनु त गाह्रो परिसक्यो साथीहरू। बाई बाई आजलाई।